यो चाहिँ सुन ज्वेलरी बनाउने एउटा फ्याक्ट्री हो हैन। अब तपाईहरु हेर्न सक्नुहुन्छ कि सुन बनाउने, सुनका गरगहना बनाउने फ्याक्ट्री अब चाहिँ नि हेर्दै जरा हैन ताजमहल जस्तो राजाको शेख प्यालेस जस्तो छ हैन। सलेमा सुबाही के हो सुहाबी गोल्ड एन्ड ज्वेलरी फ्याक्ट्री। माई गॉड ओहो ओहो ओहो। फ्याक्ट्री चाहिँ यहाँ लगभग अलमोस्ट तपाईको यहाँ मोर देन 1000 वटा फ्याक्ट्री छ। सबै फ्याक्ट्री हो देख्नु भएको छ त्यसरी। उताको नि फ्याक्ट्री हो, यताको नि फ्याक्ट्री, यताको नि फ्याक्ट्री। यो हो के मेन दामी त के हैन। सलीम अल सुहाबी गोल्ड एन्ड ज्वेलरी फ्याक्ट्री। वाओ नाइस बवाल छ भैया। ये चालू हुआ, ये चालू हुआ, चालू हो चुका है। So we are not we actually I am roaming around the Musafa zone. This is called Musafa zone, handled by Abu Dhabi port हैन। ठाउँको नाम चाहिँ मुसाफा जोन भयो र यो चलाएको चाहिँ आबु धाबी पोर्टको जग्गा हो। यो त्यो माथिको बिल्डिङ तपाईले देखे हैन, त्यो चाहिँ सिमेन्ट फ्याक्ट्री हो। यो चाहिँ अल जाबर मेटल इन्डस्ट्रिज हो। यो अल जजिरा सरी अल जजिरा मेटल इन्डस्ट्रिज हो। यो खतरनाक ठाम छ हैन। म चाहिँ कहिले कसै यो बाटो यसो आइरा हुन्छु। धनाधन ओहो यो नयाँ राउन्ड बोट बन्दैछ अनि सबै फ्याक्ट्री यो अल जजिरा मेटल इन्डस्ट्रिज बवाल छ। यो पनि यताबाट हेर्न सक्नुहुन्छ यसको साइड। बेसिकली खतरा ठाम छ यो चाहिँ पावर हाउस अफ युएई नै हो। इन्डस्ट्री factories are the powerhouse of any country. That's why this is the powerhouse of UAE. Gulf Eagle Industrial and Metal Profiles. So यहाँ चाहिँ metal profiles देख्न सक्नुहुन्छ। क्याबिनहरु बन्दो रहेछ यहाँ। Kind of good place where the economy can float. You can see these are the container house. यसको पछाडी चाहिँ बैतल नोक्ता भन्ने टेन्ट एन्ड फ्याब्रिकेसनको फ्याक्ट्री छ। बैतल नोक्ता टेन्ट एन्ड फ्याब्रिकेसन स्पेशलाइज फर टेन्ट एन्ड फ्याब्रिकेसन, टेन्ट एन्ड सेड्स। बेसिकली यहाँ चाहिँ के हुँदो रहेछ भने कोही मान्छे जस्तो मान्छे बित्छ त हैन। एक्सट्रिम वेदरको कारणले गर्दाखेरि अब सबैको मजलिस हुँदैन। यहाँको गभर्नमेन्टले चाहिँ कस्तो बनाइदिएछ भने यदि कहीँ मान्छे बितेको छ भने त्यसको खबर चाहिँ अथोरिटीले पाउनु पर्यो, सम्बन्धित निकायले पाउनु पर्यो। त्यो सम्बन्धित निकायले त्यो खबर पाउने बित्तिकै त्यो सम्बन्धित निकायको कन्ट्र्याक्टरहरू हुन्छ। जस्तै यो बैतल नोक्ता कन्ट्र्याक्टर हो। यसले चाहिँ त्यहाँ लगेर तपाईलाई अब 20 बाइ 40 को टेन्ट हालिदिने भनौँ न। फ्लोरिङ पनि भयो, माथि पनि भयो। एउटा 3 स्टार लेभलको टेन्ट हुन्छ है। स्टार रेटिङ यो 3 स्टार लेभलको टेन्ट फ्याक्ट्री हो बैतल नोक्ता। यसले 5 स्टारसम्मको नि काम गर्छ।
बैतल नोक्दा। अनि उनीहरूले चाहिँ नि त्यो सर्भिस दिन्छ के, त्यो मान्छे मरेको घरसम्म लिएर गएर तपाईँको चाहिँ नि त्यो टेन्ट लगाइदिनेदेखि लिएर त्यो टेन्ट लगाएर मात्र भएन क्या, त्यसलाई वासरुमहरूको व्यवस्था हुन्छ, त्यहाँ ठुला एसीहरूको व्यवस्था हुन्छ, त्यहाँ हात धुने धाराहरूको व्यवस्था हुन्छ। बेसिकली गभर्मेन्टले सबै ए टु जेडसम्मको तपाईँको फेसिलिटी प्रोभाइड गरिदिएको हुन्छ। त्यस्तो किसिमको चाहिँ हो, हेर्न सक्नुहुन्छ बैतल नोक्दा टेन्ट्स एन्ड फ्याब्रिक सेड्स एन्ड फ्याक्ट्रीहरू छ। यहाँ ड्रिङ्किङ वाटरको फ्याक्ट्रीहरू छ, यो एरियामा धेरै ड्रिङ्किङ वाटरको फ्याक्ट्री छ। त्यो प्रिस्टिन क्याभियर फिस फार्म भयो, त्योभन्दा उताको स्याबेटो सिमेन्ट फ्याक्ट्री हो होइन, त्योभन्दा यतापट्टि यो स्काफोल्डिङको एउटा फ्याक्ट्री छ। अब यो गाडी जताबाट आइरहेको देख्नुभयो सानो गाडी, त्यहाँबाट यसो भित्र हेर्नुहुन्छ भने तपाईँको त्यहाँ छ वेयर हाउसेस, तपाईँको यो ग्रिन हाउस र वेयरमार्टको स्टोर पनि छ त्यहाँ। स्टोर बेसिकली देख्नुभयो नि एकदम ठुलो स्पेसियस प्लेस छ। त्यो देख्नुभयो त्यो हो, त्यो चाहिँ वेयर हाउस हो। यसको आउटलेट अबुधाबी सिटीमा छ। यो भन्नुहुन्छ भने यो चाहिँ यो चाहिँ पर्फ्युम बनाउँछ। यहाँ चाहिँ पर्फ्युमको फ्याक्ट्री छ, त्यहाँ पर्फ्युम फ्याक्ट्री छ त्यहाँ चाहिँ। त्यो वेयर हाउसहरू भयो, त्यहाँ पानीका फ्याक्ट्रीहरू पनि छन् होइन। देख्नुभयो नि एउटै ठाउँलाई तपाईँको चाहिँ नि इन्फ्रास्ट्रक्चर यसरी चाहिँ बाटोहरू बनाइदिएको छ होइन, ठुला राउन्ड बोर्डहरू होइन, ठुला गाडीहरू पनि सजिलै आवत जावत गर्न मिल्ने एउटा त्यो मनोविज्ञान छ। वेल प्लान्ड तपाईँको चाहिँ नि प्लेस हो क्या यो। जसले यसलाई डिजाइन गर्यो त्यसले एउटा इन्डस्ट्रियल एरिया चाहिँ कस्तो हुनुपर्छ भनेर टोटली उसले प्लान गरेर डिजाइन गरेको हो क्या यो। ड्रेनेज सिस्टमहरू त्यसरी नै मिलाएको छ यहाँ। हेलिकप्टर उड्ने लजिस्टिक वेयर हाउस। त्योभन्दा उतापट्टि चाहिँ काठको एउटा फर्निचर हाउस पनि छ। म त्यो बाटो पनि तपाईँहरूलाई लिएर जान्छु। एकदम राम्रो ठाउँ छ समुद्रमा। एकदम राम्रो ठाउँ छ। कस्तो राम्रो छ, वेदर राम्रो छ, ठाउँ राम्रो छ, काम गर्ने मान्छेहरूले काम गरिरहेछन् होइन। यो चाहिँ मैले काम गर्ने ठाउँ हो। यो चाहिँ के लाग्छ तपाईँहरूलाई, के होला त यो? क्यान यु इमेजिन वाट इज दिस? देख्नुभयो नि त्यहाँबाट यहाँसम्म ठुलो एरिया छ यो। लगभग यो एरियाको ठुलो एरिया होल्ड गरे यो एरियाले, यो फ्याक्ट्रीले। के फ्याक्ट्री होला त यो? क्यान यु इमेजिन? भन्न सक्नुहुन्छ के फ्याक्ट्री होला? थाहा छ यो के हो? थाहा छैन। के हो के थाहा? बाहिरबाट हेर्दा सबै उस्तै छ। यो माछा फ्याक्ट्री हो। यहाँभित्र माछाहरू छन्, यहाँभित्र ताल छ, लेक छ, सानो तपाईँको चाहिँ नि माछाहरू राख्ने च्याम्बर छ, हाउसहरू छ, सेक्सन छ, सेक्सनमा डिभाइडेड छ।
It's a nice place. It's not only nice place. When it was started in 2011, then it was the old biggest caviar fish farm. This is warehouse. This is warehouse. ठुलो warehouse छ. भनिरहेछ के गरिरहेछ नि. When it was started in 2011, I guess. Then it was, at that time it was Emirates Fish Farm. They deal with fish and seafood materials. Factory, everywhere factory, bro. Emirates Dog Factory. It's a factory everywhere. ठुलो फ्याक्ट्री, ठुलो एरिया. तपाईको अलमोस्ट ठुलो एरिया कभर गरे यसले. यो चाहिँ तीनटा सेक्सनमा छ. मुसाफालाई तीनटा सेक्सनमा डिभाइड गरेको छ. आई कार्ड 1, आई कार्ड 2, आई कार्ड 3. र मुसाफाको सेक्सन छुट्टै भयो. आई कार्ड 1 मा यो प्रोडक्सन वाइजका चीजहरू छन्. मटेरियल प्रोडक्सन हुने टाइपका चीजहरू यहाँ छन्. पानीका फ्याक्ट्री, तपाईको चाहिँ नि बिजुलीका फ्याक्ट्री, स्यानिटरी उत्पादनका चीजहरू, इभन यो तपाईको यो प्यालेटहरू बनाउँछ. र आई कार्ड 2 मा चाहिँ तपाईको यो ग्यासहरू, मेटलहरू, स्पेसली ग्यासको एरियाहरू छ, मेटलको एरियाहरू छ, पाइपहरूको एरिया छ. ठुला पाइपहरू, पाइपलाइनका पाइपहरू बनाउने ठाउँहरू छ. र आई कार्ड 3 मा चाहिँ लजिस्टिक. आई कार्ड 3 चाहिँ अलिकति नजिक छ समुद्रबाट. त्यहाँ पनि यस्तै सिमिलर नै छ लगभग. त्यहाँ एमाजोनको ठुलो एउटा वेयर हाउस पनि छ. भन्न बिर्सेँ, एमाजोनको वेयर हाउस यहीँ नजिकै छ. हामी त्यही राउन्ड बोर्ड भएर जान्छौँ. एमाजोनको वेयर हाउस पनि त्यहाँ नजिकै छ. यो चाहिँ फेरि यो चाहिँ तपाईँको यो डम्पिङ साइट हो. यो गार्बेज उठाउने टोलीहरूले ल्याएर यहाँ कन्टेनरहरू यहाँ राख्छ. यो काठको फ्याक्ट्री हो. यो चाहिँ आज छिर्छु म यहाँ. के रहेछ, कोही छ किन? शिवु, कोही पनि छैन होला सायद यहाँ. रहन्छ कोही पनि. जे होस् यो काठको यसमा काम गर्छ क्या. यो पानी फ्याक्ट्री भयो, अल रेदवान वाटर भयो. यो चाहिँ त्योभन्दा उतापट्टि देख्नुहुन्छ यो स्याबेटो भन्ने कम्पनी हो. सिमेन्ट फ्याक्ट्री हो यो. सिमेन्ट फ्याक्ट्रीलाई कत्रो ठाम चाहिन्छ. दुनियाँ भन्छन् नि, त्यो केही पनि चाहिँदो रहेछ. कति नै छ अरे एरिया. यति त हो नि एरिया सिमेन्ट फ्याक्ट्रीको. यहाँ यो त्यो पोइन्टबाट त्यति हो एरिया. चलेखा त विशाल छ. ठेक्का ल्याएछन्, काम गरेछन्, सप्लाई गरेछन्, बनाछन्, बेचेछन्. मैले काम गर्ने ठाउँ पनि यही नै हो. ठुलो छ क्या मेरो काम गर्ने ठाउँ त. अल रेदवान प्योर वाटर कम्पनी हो. हामीले यही कम्पनीको पानीहरू मगाएको हुन्छौँ. यो कम्पनी पनि गाडी बिग्रेर हैरान हुँदो रहेछ. धेरै गाडीहरू छन्.
सिमेन्ट फ्याक्ट्रीको एरिया सुरु हुन्छ यहाँबाट। त्यस्तो धेरै ठामै चाहिँदो रहन्छ क्या, कताको चुन्डुङ्गा, कताको के बनाइरहन् गरिरहन् त। ल हेर्नुहोस् स्याबेटो गाडीहरू चाहिँ यहाँ पार्किङ गर्छ। अब एलाउड चाहिँ छैन। ल हेर्नुहोस् धुलो, त्यो अब सिमेन्टी बनाउने चिजहरू होला नि त। धुलो चाहिँ उठ्दो रहेछ। ओ त्यहाँ छ चुनहरू, चुनढुङ्गाहरू होला नि क्रस गरेको धुलो। यत्रो गाडीहरू, ल कतिवटा गाडी देख्नुभयो तपाईँले? एउटा, दुईवटा, तिनवटा, चारवटा, पाँचवटा, छवटा, सातवटा, आठवटा, नौवटा, 10वटा, 11, 12वटा गाडी त स्ट्यान्ड बाई छ। 13वटा गाडी, 14वटा गाडी स्ट्यान्ड बाई छ त। कुरो पऱ्यो त्यस्तो। स्याबेटो कम्पनी हरियाली नि छ मापदण्ड अनुसार। बाटो बिगारेछन् कि यिनीहरूले अलि यहाँ खान्छ। बल्दियाले आएर, बल्दिया भनेको म्युनिसिपालिटी अफिस हो, म्युनिसिपालिटी अफिसले आएर चाहिँ कम्पनीलाई फेरि फाइन पनि हानिरहेको हुन्छ। तिमीहरूले यो मेन्टेन गरेनौ, त्यो मेन्टेन गरेनौ होइन, इन्भाइरोमेन्टल फ्याक्टरहरू, इन्भाइरोमेन्टल पोलिसिजहरूलाई मेन्टेन गरेनौ भनेर फाइन पनि हानिरहेको हुन्छ। त्यहाँ लोडिङमा बसिरहेको रहेछ अर्को त्यहाँ। सलाम वालेकुम, क्या हाल है जी? सही है। आपका गाड़ी कौन सा है? हैं? क्या हुआ? नहीं यही इधर ही है, वेटिंग में है। क्यों? नहीं मैं कंपनी का है ना, मैं कंपनी में काम करता है। ये कंपनी में? हाँ, थोड़ा एक चक्कर लगाया फैजल में? इसमें। ये कंपनी में काम करता है? हाँ, क्या कर? फाइन मार्छ यिनीहरूलाई, फाइन हान्न सक्छ है सिआइडीले भन्दा कि मैले। यो देख्नु भयो नि यो निलो, यो सबै चाहिँ यो चाहिँ एमाजोनको हो। फेरि मेरो मैले काम गर्ने यहाँ हो, यो निलो चाहिँ एमाजोन। यो पनि एउटा भइरहेको छ, यहाँ नि बनिरहेको छ, केही सामानहरू बनिरहेको छ। केही समय अगाडि यहाँ चाहिँ चोरी भएको रहेछ। अनि एकचोटि त्यो चोरी भएको बेलामा चाहिँ अनि हाम्रो कम्पनीको सिसिटिभी क्यामेराले देखे कि न भनेर एकचोटि मान्छे आएको थियो कि। यो चाहिँ एमाजोनको है, कत्रो छ ल हेर्नु, एमाजोनको ठुलो एरिया छ नि एमाजोनको ठुलो छ एरिया। खैर यो भिडियो चाहिँ मैले बनाएको कतै टिकटकमा हालौँला, युट्युबमा हालौँला, कतै हालौँला भनेर होइन। अब हाल्न पऱ्यो नि हालौँला, के भयो र, हालौँला। यो चाहिँ मेरो मेमोरीको लागि हो। स्पेसल्ली मैले काम गर्ने ठाउँ, काम गर्ने प्लेसेसको, वर्किङ प्लेसको बारेमा, वर्किङ इन्भाइरोमेन्टको बारेमा कतै अब 20-30 वर्षपछि यसो पुराना समयहरूलाई सम्झेर नोस्टाल्जिक भइयो भने होइन हेर्नुहुन्छ नि, त्यो भएर बनाएको क्या मैले यो भिडियो। यो एमाजोन हो, एज यु क्यान सी दिस इज एमाजोन। एमाजोन हेर्नु नि एमाजोन। ल यस्तै छ। कति बज्यो? पानीको कम्पनीहरू छन् त्यतातिर चाहिँ। मैले काम गर्ने चाहिँ त्यहाँ प्रिस्टिन क्याभियर भनेर देखाएँ नि, त्यो मैले काम गर्ने ठाउँ हो। ठिकै छ, काम पनि त्यस्तो नराम्रो छैन। आइन्छ, बसिन्छ, आफ्नो भागमा आएको कामहरू गरिन्छ। गाह्रो छैन, त्यस्तो किचकिच छैन। आफ्नो भागमा आएको काम आफ्नो डिसिजनले गरेर सही सलामत गरेपछि अरूले किचकिच पनि गर्दैनन् नि त। किचकिच गर्ने ठाउँ पनि दिनुहुन्न अरूलाई।
ठिकै छ। खानासाना बनाइन्छ, खाइन्छ। ऊ त अगाडिको चाहिँ डेल्मा मल हो, सिधा तपाईँ देख्न सक्नुहुन्छ। उहाँ अगाडि लास्टमा छ, जुम गर्न मिलेन। डेल्मा मल हो। त्यो डेल्मा मलमा क्यारिफरहरू छ, त्यहाँ सुपर मार्केटहरू छ। त्यहाँबाट चाहिँ अनि आफूलाई मन लागेका चिजहरू किन्यो, लिएर आयो। त्यसपछि अनि भनौँ न फ्रेस एन्ड हेल्दी खान मन लाग्यो भने फ्रेस एन्ड हेल्दी, माछा मासु खान मन लाग्यो भने माछा मासु, वाट एभर यु लाइक होइन, यु क्यान पर्चेस फ्रम द डेल्मा मल एन्ड ब्रिङ ब्याक इट हियर, प्रिपेयर एन्ड इट। खाऊ, बस, मुभी सुभी हेर, सुत, रोकटोक छैन। यति नै भन्दै कहीँ पनि वेयर हाउस। यो चाहिँ एउटा ठुलो कम्पनीको वेयर हाउस हो। यो बन्द भयो, खाली भयो। यहाँबाट सामानहरू सिफ्टिङ गरिरहेछ। त्यो डोजर देख्न सक्नुहुन्छ, त्यो सामान सिफ्ट गर्नको लागि लिएर आएको हो। यो चाहिँ एमाजोनको सानो गाडीहरू, यिनीहरूलाई आएर फाइन हान्छ कहिले कसो। त्यता पनि छ। समग्रमा त्यही नै हो। ल यति भन्दै सलाम अलैकुम, गुड बाई, बिदा हुन चाहे। हस्त, धन्यवाद।